हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल र आजको भ्लगमा चाहिँ मसँग मेरो भाइ मिलन भाइ छ है। हेलो 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 भाइ के छ? सब्स्क्राइब गरिदिनु, लाइक गरिदिनु। ओके, अनि के छ त नि भाइ, हाम्रो आज डेस्टिनेसन कहाँ रे? फलमन्ज्याङ है। र आज म र भाइ मिलेर चाहिँ है झापटोरबाट फलमन्ज्याङ हिँड्दै जाँदैछौँ र अहिले हिँड्ने क्रममा चाहिँ हामी धारापानी भन्ने ठाउँमा आइपुगिसकेछौँ र यो धारापानीबाट चाहिँ एकदमै राम्रो सिन देखिँदो रहेछ दमौली बजारको है। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ है, यस्तो राम्रो सिन देखिरहेको छ। ल भाइ हामी अब यात्रालाई अगाडि बढाउँ न त है। ल है त ल। अनि के छ भाइ, अब कति दिनपछि जाँदैछौ त नि गाउँ? एक महिना भयो। 1 महिना जति भयो है गाउँ नआएको। र अब मेरो लागि चाहिँ अब त्यो ठाउँ एकदम नयाँ नै हो है, किनभने अहिलेसम्म म फलमन्ज्याङतिर गएको नि थिएन है। त्यही भएर म चाहिँ एकदम एक्साइटेड छु है। त्यही भएर हिँड्दै है जान पनि म एकदम रेडी भएर आएको छु होइन भाइ, हो कि होइन? ल आज चाहिँ अब दाजु एकदम गफ गर्दै रमाइलो गर्दै हिँड्दै हामी फलमन्ज्याङतिर बढ्दैछौँ है त। ल जोस रोडको बाटो छ अहिले। लगभग कति जति टाइम लाग्ला भाइ हामी पुग्न? 3 घन्टा लाग्ला। ल 3 घन्टा है। ल ठिक छ, दाजुभाइ रमाउँदै हाँस्दै गएपछि त्यो 3 घन्टा यति नै लाग्दैन है। हो 3 सेकेन्ड हो है त, सही है। ल अहिले हामी उकालो चढ्दैछौँ है मिलन भाइ। उकालो मजाले चढ्या नि है, सजिलै भयो नि जोस्। ए भाइ त खत्रै कडाइ अरे तर मान्छे चाहिँ है। जस्तो हामी नरोकिकन आइरहेछौँ अहिलेसम्म हामी बसिरहेको त कतै भाइ? ए ल गाउँसम्म नबसिकन जानुपर्छ है कतै। हो ल हामी कहाँ जाने? कहाँ हिँडेर जाने? माइकल दाइ त गइसक्यो नि। हजुर हजुर। ओहो कता गएर आएको त नि? गाउँ गएर आएको? ल है त है, बाई बाई। ल है हामी पर्सि फर्किन्छ होला। ल अहिले ठ्याक्कै हामी कहाँ आइपुग्यो भाइ? धारापानी भन्ने ठाउँमा आइपुग्यो। सस्ता ट्री हाउस देऊ न। ए ट्री हाउस पनि रहेछ है। दाम सस्तो होला। ल कसैलाई टिकटक बनाउनु पऱ्यो भने चाहिँ यहाँ आउनुहोस् है, पैसा लाग्दैन। ल है त बाई 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 बाई। ल बाई बाई है। ठिक छ ठिक छ। त्यसो हामी कडै तरिकाले हिँडिरहेको छौँ नि है अहिलेसम्म। जस एकछिन माइन्ड फ्रेस भयो है। अहिले हामी ठ्याक्कै धारापानीको माथि पिच रोडमा आइसकेको छौँ है। थाकेको छैन, हल्का सास फुलेको। सास फुलेको मात्रै हो, अरू केही भएन है। दम छ अझै। यहाँबाट हेर भ्यू कति राम्रो देखिन्छ। त्यसै तलको हाइड्रोबारहरू पनि एकदम क्लियरसँग देख्दो रहेछ है भाइ है। ओहो दामी। कुनमा भाइ? ए हार्ट सेप रहेछ त्यहाँ, एकचोटि जुम गरौँ है त। ल यहाँ हेरौँ त हार्ट सेप है। ओहो कति राम्रो देखेको। सही भयो। जस्तो आजको यात्रा चाहिँ बवाल होला जस्तो छ भाइ, किनभने जुन पनि हेर न कति मजाले देखिरहेको छ नि त है। देखिरहेछ हल्का। आज हामीले अँधेरै भए पनि जुनले चाहिँ साथ दिने भयो होइन। ल हुन्छ ल। ल अहिले चाहिँ हामी ठ्याक्कै छाप भन्ने ठाउँमा आइपुग्यौँ है। लगभग अहिले 7 बजिसकेको छ। अब यहाँबाट पनि गाउँ पुग्नको लागि चाहिँ लगभग कति टाइम लाग्ला मिलन भाइ? 2 घन्टा लाग्छ अरे है। जस अहिलेको नाइट भ्यू चाहिँ एकदम यस्तो दामी देखिरहेछ है यहाँबाट है। अनि भाइ कतिको रमाइलो भइरहेछ त नि अहिले। जस छुट्टै मजा भएको छ नि है। सही हो सही हो। त्यो अँधेरो भए पनि अहिलेको हामीले यो नाइट भ्यूलाई चाहिँ अलिक राम्रोसँग क्याप्चर गर्न चाहिँ पाएको छैनौँ। मानुङ पारीको चाहिँ मानुङ डाँडा भइहाल्यो है। ल अहिले चाहिँ म
तपाईहरुलाई कतिको सम्म देखिँदो रहेछ तल बजारको भ्यू देखाउने छु है। अहिले हामी ठ्याक्कै छाप भन्ने ठाउँमा आइपुगिसकेछौँ। लगभग यहाँ अहिले 7 बजिसक्यो होला है भाइ है। 7 बजिसकेको छ। अहिलेको भ्यू चाहिँ यस्तो छ, यस्तो दामी देखिन्छ है नाइट भ्यू। यो पारीको चाहिँ मानुङ डाँडा भइहाल्यो है। बजारको भ्यू चाहिँ यस्तो छ है। अहिले एकदमै राम्रो देखिरहेछ। नि भाइ कस्तो लागिरहेको अहिले? एकदम जाडो जाडो हुन लाग्यो अब त। जाडो हुन लाग्यो है। ज्याकेट निकाल्नु पर्छ। ल है त, ल ज्याकेट निकाल। अब बिस्तारै हिँड्दै गरौँला है त। अब त आनन्द जाने नि। आनन्दै जाने हो। जस हिँडेर आउँदा पनि छुट्टै रमाइलो चाहिँ भएको छ भाइ है। एकदम हो। जस अहिलेको यस्तो नाइट भ्यू हेर्दै जान पाउनु भनेको पनि यो भाग्यमानी कुरै हो क्या भाइ है। जो पाइले चाहिँ यस्तो भ्यूहरू हेर्न पाइन्न क्या हो कि भाइ। श्री लेख्नु पर्छ। श्री लेख्न पाइन्छ क्या है। यो चाहिँ सही हो, सही हो। जस अहिलेको यो भ्यू चाहिँ एकदम राम्रो देखायो क्या बाबा। सेटाङ ल हाम्रो लगभग कहाँ होला भाइ हामी पुग्ने चाहिँ? यो सेटाङ भयो। यो सेटाङ भयो। उतापट्टि चाहिँ काउँ है। ल है त ठ्याक्कै यहाँबाट हामी 2टा डाँडा कट्न पर्यो अब होइन भाइ? मुन हेर्नु न। हजुर मुन। ओहो ल मुन पनि यस्तो दामी देखा है। तर हामीले यो क्यामेराले त क्याप्चर गर्न सक्यो होइन। तै पनि आँखाले क्याप्चर गरेर भए पनि हामी एकदमै इन्जोय लिइराखेको छौँ है भाइ र म चाहिँ। त्यही हो जस रमाइलो भएको छ। अनि गोठा हिले बाजु नाको जम्मै कुरले होला नि। भैँसी र गुवा जम्मैले ए त्यसपछि नागु रातभरि गोठा न मिस्के। हजुर गोठाको गोठा छ। ए कुरी वर्ष छैन त नागु इजाम मिस्के थाल्छ गोठा सुङ्गा गोठा गन्छ। हजुर हजुर। ए हजुर 8-9 वर्षदेखि म त्यसले 8-9 वर्ष सानो बाजे है। 8-9 वर्षदेखि म त्यसले गर्दा। ए अनि इसे ठाउँ के चाहिँ हिडेले बाजे हिलाङा डेले हिलाङा डेले इसे ठाउँ के कलङ हजुर हजुर। गएर खुदिनु परिले गएर खुदी। ए गएर खुदी चिमन्टी भन्छ कि हिलाडेको परिले छ है। कान अब चाहिँ हामु अब गएर खुदी चिमन्टी भन्छ। ए हजुर हजुर। यो चाहिँ नागु बिरिङ माउ हिल्नागु गोठा हामीले त्यो बानी बाम भ्या है। ल बाजी ल हामी है। ल ल त्यसपछि ल सेम खाडुङ बाजी है। ल काम अब चाहिँ काउ नोकी देउँ राजु के बाजी काउ 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 हजुर काउ नोकी देउँ राजु चाहिँ नहीं इमना काउले मैले इमचो म रुम्सियाले बाज्यो रुसी रुम्सी 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 रुम्सियाले अनि चाहिँ ला लाफागिमाले के काउ चाहिँ अनि ला लाफागिमा घुम्दिस्के देउँ राजु के बाज्यो हजुर हजुर लाफाके डुक राजु लाफाके डुके अब लाफा खाडु घुम्दिस्के राजु के बाजी इला काउला चिसँग चो इला मारामी के बाज्यो अनि रुम्सी सुकोलको कान किजिमको अलि बाज्यो किजिमको हजुर किजिमको अलि हजुर किजिमको अलि बुटेको न खिरीले दाजे पर्छ कानु बाजु पर्ने दाजे दाजे ए दाजे परिले कानु हजुर ए कोही बाजु दाजे दाजे पर्छ दाजे हजुर हजुर ओडे त्यो माइक मामा त्यसले ए मामै पर्छ नि यो साइनो त्यो मामै पर्छ अनि कनु मगरको त्यो साइनो जोडीमा नअड्या लो लो घोरमिन परिले है भाइ के कनी भेनाली के रे हजुर हजुर के कनी भन्दाली के भाइ लोडेस मामै न पर्छ अनि मामै पर्छ ए त नि यार अब इलाची सम्मा रामे हजुर खसा ल्याए क्या ए बुढी भेन भइ के हजुर हजुर नाकु गोर्ची कुरी लोसले त हजुर कुछ खाना नुकेले काउ फल भन्ज्याङ बाज्यो कुन त फल भन्ज्याङ ए फल भइ आलापाटी हजुर फल भन्ज्याङ निकाले आलापाटी तेल त हजुर फल भन्ज्याङ इटु अब हाम्रो माथि झाबुटारी हाम्रो जल्के कान इटो हजुर वाइ वाइ राछो अब लोहन्टिले सर्वा लोहली फल त के त सर्वस लोसले है हेर्ने ए त्यन कान दाजु खानु हाम्रो जल्के चाहिँ अब कुरी लोसले त बाजु नाकु गोष्ठी टु हेर्नु हमले बाबु हेर्लोसमा ले 15-20 मिनेट 15 मिनेट काट्छ 15-20 मिनेट न टाले है जम्मन म इमा भन गोठालेको सामान इमा भन्दा गोठा सामान धेरै त्यसले भाइ गोठा दि होला न गोठा तार्ने के रे हजुर हजुर हैन सबै भने दिवालीको समस्या दियो समस्या हजुर हैन जम्मै गोठा त अब नि हजुर हजुर ले जम्मै कुरो फलफुल बेसी फलफुलले ए त्यसपछि आर लागेर आल्यो होला बाजु बजार है अति अरले लैन भन्दिनको अब त्यही समोग लाग्यो ए
ठेक्का पाकेर मारौँ सन्तोला के सन्तोला के ठेका पाकी माराले जम्मै बुमुनाले है बिउले 5-6 बोट हजुर हजुर 15-20 बोट सन्तोलाले सन्तोलाले है म त गरे है मिमुले मबे लिखेर यहाँ त त्यसपछि अब रातभरि गोठानु क्या अनि हटु गोरा नाम गोरा कहाँ चाहिँ अब फेरि फलफुल भएर बजार लानु ग्यार लाग्यो ए अनि त्यसपछि इमा चाहिँ सुशीले त नि आलु प्याज धनिया जम्मै छ नि जम्मै छ नि है मामा है ए आलु बेसी छ नि आलु बेसेर खाले हरिया जम्मै भाइ थुप्रो जल्ले ए यो चाहिँ खेती एकदम छ नि है यसलाई अब गाएर डाले क्या यसलाई एकदम अलग हाल्ने क्या ढारे आज क्या सोलिया बुमा हाल्छ डाले क्या मामा यसलाई हिमा त मैले लम्बा नाचेको खनको मात्र नहाले हिमा हिमा बनी माल त हिमा हिरमा छ नि मासुन चाल्ने मामा अबलाई जो दुःख जान्ने पो छान्मी है मन है मजा चोटेला होरी र माखन के ल्या है हजुर कनु लाम्चे इतो यागिर बाबु ए पहिला लाम के को म इता जता के फे ए लाम पहिला इलाकिन ल्या है खात लाम ल्या के फे ओटा ताका ए अँ त नि आले गाडी गाउँ को ल्या के सेले हजुर हजुर बता ओला का बता नि कबटा हामी है बजेट बना दिले के रे अँ त नि अब छेपी न बजेट लामन बनी के रे आले हो चाले आले मामे आले ल बाबु है ए ल इला निकाल मामे न ल छान ल है मामे ल सेम काट्न नि है ल काट्न न है ल है त ल छान मामे है त ल छान मामे ल अहिले चाहिँ गाउँघरमा अहिलेसम्म पनि है गोठौलो बस्ने चलन रहेछ है जस हामीले पनि अब सानोमा त कति बाजेहरू बसेको थाहा थियो तर अहिलेसम्म चाहिँ बस्छ जस्तो लाग्थेन मलाई जस यहाँ आज गैराखोदीमा आएर चाहिँ एउटा मामासँग आफ्नै त्यो साइनो जोड्दा आफ्नै मामा पर्ने रहेछ है जस मामालाई भेटेर चाहिँ अहिले उहाँ गोठतिर जान आउँदै रहेछ यस्तो कुरोहरू थाहा पायो जस यो गोठमा सुत्ने चलन चाहिँ पहिल्यैबाट एकदम पहिल्यैबाट भएको चलन हो है जस अहिले जस मामाले जस त्यो कुरोहरू पहिला कुरोहरू सम्झाउँदा होइन पहिलाको दिनहरू पनि याद आयो है जस सही हो जस हाम्रो गन्तव्य अगाडि बढ्दैछौँ हो कि भाइ ल अब हामी जाँदैछौँ लगभग आधी जति हामीले पार गरिसकेछौँ है अब यहाँबाट लगभग आधी जति लाग्ला भाइ अब है ल ठिक छ अहिले हामी छाप हुँदै डाँडाखुदी हुँदै अनि गैराखोदी हुँदै र अनि त्यसपछि सेटाङ हुँदै यो 4 गरी भन्ने ठाउँमा आइपुगिसकेको छौँ है र अहिले हाम्रो लगभग डेस्टिनेसन चाहिँ नजिक नै आइपुगिसकेछ है अब हामी यहाँबाट लगभग 30 मिनटमा पो त पुगिन्छ होला है भाइ है ल अब हामी हिँड्दैछौँ अहिले ठ्याक्कै 4 गरी भन्ने ठाउँमा आइसकेको छौँ अनि जस यहाँ चाहिँ बाटोनिरै एकदम राम्रो घरहरू रहेछ है देखिरहेको छौँ हामीले चाहिँ जस नयाँ ठाउँमा आउँदा चाहिँ छुट्टै मजा जस जस छुट्टै मजा भइरहेछ भनौँ है जस अहिले हामी लगभग अहिले कति बज्यो होला भाइ 9 बज्यो होला है सायद 9 जस मैले चाहिँ अब यो अब आज चाहिँ अँधेरोले गर्दा राम्रोसँग अब भ्यूहरू देख्न पाएन है त्यही पनि अब हामी फर्किँदा चाहिँ एकदम राम्रोसँग हेरेर फर्किनेछौँ है जस रमाइलो भइरहेछ अहिले अँधेरोको बेलामा पनि जस है अलिअलि जुनले गर्दा अरूभन्दा त हामीले आज जुनले एकदमै साथ दिइराखेको छ है जस जुनले गर्दा अलिअलि कुरोहरू देख्न पाछौँ है जस खुसी कुरो हो त्यो अनि त्यही हो जस मसँग मिलन भाइले पनि मलाई मिलन भाइले एकदम हेल्प गरिरहेछ है सुरुमा त मलाई अब यो ठाउँ अहिलेसम्म आएको थिएन नि त म त्यही भएर मलाई त अब यताको ठाउँको केही बारेमा थाहा छैन जस भाइले चाहिँ मलाई अहिले गाउँ जानको लागि चाहिँ एकदम गाइड गरिरहेको छ है भाइ यसको लागि चाहिँ भाइलाई म एकदम हृदयदेखि नै होइन थ्याङ्क यू भन्न चाहन्छु है अनि त्यही हो ल अब हामी अगाडि बढ्दैछौँ लगभग अब भाइले भनेअनुसार चाहिँ हामी 30 मिनटमा चाहिँ पुग्नेछौँ अरे है जस खुसी लाग्छ जस राति हिँड्दा नि छुट्टै मजा भइरहेको छ है त्यही हो ल फाइनल्ली अहिले चाहिँ हामी सुके पोखरी भन्ने ठाउँमा आइसक्यौँ है
लगभग अहिले चाहिँ हामी काहुँ नै आइसक्यो भनौँ न। अब यहाँबाट चाहिँ हाम्रो मिलन भाइको घर पुग्न नि 10 मिनट पनि लाग्दैन है। जो यहाँसम्म आउँदा एकदम खुसी लाग्यो है। अनि यहाँ एकदम खुसी कुरो चाहिँ के भन्दाखेरि यत्रो हाई भन्नाले अब गाउँ लेभलको ठाउँमा पनि होइन यति राम्रो स्कुलहरू रहेछ यहाँ है। त्यो चाहिँ एकदमै मलाई खुसी लागेको कुरो है। जस मर्मतको कामहरू पनि भइरहेको रहेछ है। जस हामीले आफ्नो गाउँहरू बनाउन सक्यो भने चाहिँ होइन जस स्कुलहरूलाई यसरी राम्रो बनाउन सक्यो भने चाहिँ होइन गाउँको विद्यार्थीहरू तल बजारतिर झर्न पाउँदैन नि त है। त्यही भएर यहाँ चाहिँ एकदम एजुकेसन सिस्टमलाई चाहिँ एकदम राम्रो बनाएको रहेछ। त्यो कुरा एकदम खुसी लाग्यो है। धनबास जाने र यहाँ हाम्रो भाइले भन्नुभएको थियो यो बाटो चाहिँ धनबास जाने अरे अनि गाउँ जान्छ यताबाट हामी गाउँ जाने चाहिँ यो बाटो अरे है। भनेपछि हामी अझै धनबास पनि एकदम पहिल्यैबाट मलाई आउन मन लागेको ठाउँ है। र अब हामी 1-2 दिन त अब बसिन्छ मजाले। त्यति बेला चाहिँ धनबास अब यहाँ काहुँको अब के ठाउँ छ हाम्रो मिलन भाइले मलाई गाइड गरेर घुमाउने छ है। र यहाँ हाम्रो जस घुमाउने छ अनि त्यही हो जस खुसी लागिरहेछ है। जस मिलन भाइले गर्दा आज यति राम्रो ठाउँहरू घुम्न पायो अनि त्यही हो है त मिलन भाइ है। अब स्कुल चाहिँ भोलि हेरौँ न अहिले देखिन्न होइन ल है त ल त्यस्तै हो ल अब घरतिरै लाग्ने होला है भाइ है। ल ल है त मरे दाइ बाजे हामी चाहिँ अहिले घर आइपुग्यौँ है। हजुर ओहो हजुर हजुर आइपुग्यो हामी। हो निमा हो निमा निमा हेलो हेलो गर न हेलो गर्नु नि तपाईँले हेलो यता पनि आन्टी अङ्कल अङ्कल दुईटा मोबाइल ल्याएन नि त मैले